हेलो एभ्रिवान, तपाईहरु सबैजना सन्चै हुनुहुन्छ ल। वेलकम टु किन्चुम्स ब्लग। आज म स्टार्ट गर्दैछु र आज फेरि पनि हामी चाहिँ साबुन बनाउन जाँदैछौँ र साबुन चाहिँ आज के को हो भन्दाखेरि निमपत्ती र एलोभेराको हामी बनाउन गइरहेको छ। तपाईहरुलाई प्रोसेस हामी देखाउनेछौँ। अहिले चाहिँ हामी निमपत्ती पत्ता टिप्न आएको, तपाईले हेर्न सक्नुहुन्छ। सिङपित पनि छ हो यहाँ चाहिँ, जो चाहिँ ओनर छ यो च्यानलको हो। हिजोको चाहिँ दामी भएको थियो हामीले, त्यो चाहिँ राम्रो हुन्छ अरे हो। अब सबैलाई बाँडिदियो हामीले। अब फेरि पनि यसको पनि बाँड्ने छ हामी स्याम्पल, तर प्याच टेस्ट चाहिँ गर्नुपर्छ होइन, कोही बेला एलर्जी पनि हुनसक्छ। एन्ड द्याट इज अ मस्ट। चाहियो भने अर्डर गर्न सक्नुहुन्छ। यस यस एब्सोल्युटली सक्नुहुन्छ। निमपत्ती चाहिँ यहाँ छ, हामीले यो पत्ताको चाहिँ लगेकिन चाहिँ यो बनाउनु पर्ने हुन्छ। हेर्न सक्नुहुन्छ। टुङ टुरुङ टिङ 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 दुईजना यहाँ काट्दैछ। यसले चाहिँ हामीले लगेकिन ग्राइन्ड गर्नुपर्छ। यसको सुप निकाल्नुपर्छ, रस जुस निकालिकन चाहिँ बनाउनु पर्ने हुन्छ। हेर्दै जानुहोस्, यतिको चाहिँ हुनु पर्यो नि त। मकैबारीमा हेर्नु नि साबुन बनाउनको लागि के छैन। तपाईँहरूलाई पनि यो चाहिँ एकदमै दामी हुन्छ। यस्तो मैले अस्ति पनि भन्दै थियो है, तितेपातीको दामी हुन्छ दबाई हुन्छ भनेर। त्यो के भन्छ, यसको पनि दामी हुन्छ, दबाई नै हुन्छ। अनि एलोभेराको त झन् दामी हुन्छ स्किनको लागि चाहिँ, फेसको लागि विशेष गरी। हामीले फेस वासहरूको पनि हामीले देख्न सक्छ है। हामी चाहिँ यो साबुन हुन्छ, यो जिउमा पनि लाउँदा हुन्छ, एकदमै दामी हुन्छ, दबाईहरू हुन्छ। सो हेर्दै जानुहोस्, म तपाईँलाई देखाउने छु आजको मेरो भ्लग चाहिँ कस्तो हुन्छ भनिकन है। निमपत्तीको पनि यहाँ लिएर आएको छौँ। अब यसलाई छिल्का निकाल्नु पर्ने हुन्छ, पत्ताहरू सबै यो गरेर। अन्त त्यहाँदेखि यहाँ एलोभेरा छ, यो दुइटाको कम्बिनेसन दामी हुन्छ नि त। फेस प्याकको लागि दामी हुन्छ, फेसको लागि। ओइ यहाँ नै हाम्रो नोबा चाहिँ कस्तो बदमास भएको छ अहिले चाहिँ। एलोभेरा हो आजको चाहिँ के छ भनेदेखि चाहिँ एलोभेरा पनि एड गर्नुपर्ने हुन्छ, दामी हुन्छ नि त। सो यसको चाहिँ भित्रको जेली मात्रै एड गर्नुपर्ने हुन्छ, यसलाई पनि ग्राइन्ड गर्नुपर्ने हुन्छ निमपत्तीको पत्तासँगै। त हेर्दै जानुहोस्। र अब चाहिँ यो निमपत्ती चाहिँ ग्राइन्ड गर्दैछु मैले चाहिँ। सो फर्स्टचोटि गर्दैछु, हेर्दै जानुहोस्। यहाँ चाहिँ निकाल्दैछौँ। हेलो अङ्कल, आप लोग देख सकते हैं, यहाँ हेर्न सक्नुहुन्छ तपाईँहरू। यसरी तार्दैछ हामीले यहाँ चाउनीबाट। यो चाहिँ काटेर हाल्नु पर्दो रहेछ, किनकि यहाँ चाहिँ पुरा अड्किँदो रहेछ नि त। यो फक्कै माथि आइपुग्दो रहेछ कि, पिसिँदैन रहेछ। त्यही भएर बहिनीले चाहिँ काट्दै हाल्दैछ। अनाम चाहिँ तार्नु हुँदैछ हो, हातले मजाले यता कटिङ हुँदैछ। म चाहिँ भिडियो बनाउँदैछु। एलोभेरा अब फेरि एलोभेरा पनि यसलाई ग्राइन्ड गर्नुपर्ने हुन्छ। र एलोभेरा चाहिँ होइन यसरी काटेर होइन यसरी राखेको छ, यसलाई पनि ग्राइन्ड गर्नुपर्ने हुन्छ। अन्त यससँग मिक्स गरेर चाहिँ अन्त हिजोको त्यो सोप पेस्ट लगाइकन चाहिँ हामीले फ्रेममा लगाइकन फ्रिजमा राख्दा पनि ओपनमा राख्दा पनि हुन्छ। र मैले चाहिँ एलोभेरा पनि यसमा एड गरेको छु निमपत्तीसँग। अब यसलाई ग्राइन्ड गरेर सुप बनाउनुपर्छ। सुप बनाएर यसरी छान्नुपर्छ, सिप गर्नुपर्छ हो। यस्तो दामी छ यो चाहिँ, चाल्नी चाहिँ हो। स्टिलको आज पनि स्टिलको गरेको छु, स्टिलको छ। दामी हुन्छ, यसरी बनाउनु पर्ने हुन्छ हो।
फ्याँक्नुपर्ने हुन्छ र यो चाहिँ हामीले लास्ट ग्राइन्ड गरेको एलोभेरा पनि छ यहाँ एलोभेरा पनि छ मैले अघि तपाईँलाई देखाएको थिएँ अब यसलाई चाल्नुपर्छ दामी हुँदैन नि यो चाहिँ मेन भइसक्यो ओ जोसी जोसी लुकिङ लाइक अ वा 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 अलिकति त र यो चाहिँ अन्तिम लास्ट यो अब यो चालिसक्यो भने चाहिँ यसलाई चाहिँ हामीसँग पेस्टसँग मिक्स गर्नुपर्ने हुन्छ पेस्ट चाहिँ फेरि मेल्ट गर्नुपर्ने हुन्छ हामीले हिजो तपाईँलाई देखाएको थियो होइन हाम्रो फर्स्ट ब्लगमा साबुन बनाएकोमा अब यो चाहिँ तपाईँलाई मैले भनेको फेरि देखाउने छु तपाईँलाई होइन मेल्ट गर्नुपर्ने हुन्छ अब तपाईँको लागि एउटा गीत मगाउँछु ल गर्नु गऱ्यो किन्चुले साबुन बनाएर ट्याङ ट्याङ आफ्नो गीत चाहिँ आफ्नो नलगाएर मेरो पनि गाउँदो रहेछ हामी चाहिँ सोप पेस्ट काट्न गइरहेको छ हेर्न सक्नुहुन्छ बहिनीले चाहिँ यहाँ काट्दैछ हो यसलाई चाहिँ हामीले टुक्रा टुक्रा पार्नुपर्ने हुन्छ देख्न सक्नुहुन्छ बहिनीले चाहिँ आधी चाहिँ काटी पनि सकेछ हेर्न सक्नुहुन्छ है यहाँ पनि छ यसरी काटेर यसलाई मेल्ट गर्नुपर्ने हुन्छ नि त यो सलिड फर्ममा छ यसलाई हामीले लिक्विड फर्ममा ल्याउनु पर्ने हुन्छ बस योसँग एड गर्नुपर्ने हुन्छ मिक्स गर्नुपर्ने हुन्छ लेट्स गो एड मेल्ट दिस सोप पेस्ट टिपको भइसक्यो अब यसलाई चाहिँ हामी चाहिँ यसमा चाहिँ अघि निम कतिमा ग्राइन्ड गरेको थियो यो चाहिँ लाउनुपर्छ रस चाहिँ यसरी लाउनुपर्छ यसलाई चाहिँ र यसरी पकाउनुपर्छ एकैछिन त्यहाँदेखि चाहिँ निकालेर सेलाउनुपर्छ र अब चाहिँ हामीले यसरी लगाइसकेको छ अब यसलाई चाहिँ एकछिन सेलिन लाउनुपर्छ त्यसको बादमा चाहिँ फ्रिजमा हामीले नर्मली राख्दा पनि हुनु चाहिँ हुन्छ तर एकदमै टाइम लाग्छ है त्यही कारणले गर्दाखेरि चाहिँ हामी चाहिँ यसरी मजाले सेलाएर चाहिँ डिप फ्रिजमा राखिदिन्छौँ त्यहाँदेखि छिटो बनिहाल्छ तपाईँले हेर्दै जानुहोस् यो चाहिँ बनिसक्यो अब चाहिँ बनिएको यो चाहिँ हामीले हिजो बनाएको तपाईँले हेर्न सक्नुहुन्छ यो चाहिँ तितेपातीको हो अनि यो चाहिँ निमको र एलोभेराको हो र हामीले चाहिँ निम र एलोभेराको पनि हामीले सोप बनाएर ठिक्कै अब हाल्नु मात्रै छ फ्रिजमा हालौँ भनेको 1-2 घन्टाको लागि अन्त हेर्नुपर्ने हुन्छ कस्तो भयो भनेर हो अन्त अहिले चाहिँ हामी सबैजना आफ्नो रुममा रेस्ट गर्दैछ र म पनि यहाँ रुममा आएर यहाँ बरान्डामा छु अहिले चाहिँ र थ्याङ्क यू सो मच फर वाचिङ तपाईँहरूले किप सपोर्टिङ अस किप सोइङ लभ टु अस थ्याङ्क यू